आदरणीय दर्शक वृंद नमस्कार। अपन विशेष में स्वागत करै छी। भारत सरकार नेपाल के अनुदान सहयोग 10 लाख डोज कोरोना वैक्सीन उपलब्ध करौलकै, जेकरा कोविशील्ड कहल जाय छै, कोरोना विरुद्ध के वैक्सीन। ई भारत सरकार के सहयोग से नेपाल के प्राप्त भेलै। पिछला समय के बात कल जाए तो नेपाल आ भारत बीच के संबंध में सुधार देखल जा रहा है, जे किछ महीना पहले धरि किछ तिक्तता देखल जा रहा है, लेकिन पिछला समय में किछ सुधार देखल जा रहा है। अही बीच में भारत 72वां गणतंत्र दिवस सिहो आइ मनौलकै। नेपाल भारत के संबंध के जो बात करी तो नेपाल के प्रधानमंत्री केपी शर्मा ओली सदैत ई कहत रहले जे भारत आ चीन बीच के संबंध नेपाल के समदूरी के छै। वास्तव में नेपाल आ भारत के बीच के संबंध आ नेपाल आ चीन बीच के संबंध केहन होबे के चाही, प्रधानमंत्री कह रहल छै वह संबंध सही छै या किछ अलग किस्म के संबंध होबे के चाही। आइ एहि विषय में चर्चा कर जा रहल छै। संग संगे और समसामयिक राजनीतिक विषय में सेहो चर्चा करब। अखन जुड़ल छै इजिप्ट के राजदूत भऽ कऽ काज कऽ चुकल, तहिना भारत के कार्यवाहक राजदूत, फ्रांस के कार्यवाहक राजदूत सहित चीन में सेहो डिप्लोमेट के रूप में काज कऽ चुकल डॉक्टर राम भक्त पीबी ठाकुर जुड़ल छै। सबसे पहले हुनका स्वागत करै छी। डॉक्टर साहब, कार्यक्रम में स्वागत छ। धन्यवाद। भारतले आज आफ्नो 72औं गणतन्त्र दिवस मनाइरहेको छ। तपाईँ भारतमा कार्यवाहक राजदूत भएर काम गरिसक्नु भएको छ। गणतन्त्र दिवस धेरै उत्साहपूर्वक त्यहाँ मनाउने गरिन्छ। नेपालको सन्दर्भमा हेर्ने हो भने नेपालमा भर्खरै गणतन्त्र आएको अवस्था छ र अहिलेको कुरा गर्ने हो भने त गणतन्त्रमा खतरा नै हुन थाल्यो भनेर पनि भन्न थालिएको अवस्था पनि छ। भारतमा अहिले गणतन्त्र दिवस जसरी मनाइदैछ, जुन भव्यताका साथ मनाइदैछ, तपाईँ त्यहाँको कार्यवाहक राजदूत भएर पनि काम गरिसक्नु भएको छ। कस्तो हुँदो रहेछ त्यहाँको गणतन्त्र दिवस? गणतन्त्र दिवस भारतमा त बहुत धुमधामले मनाइन्छ, त्यसमा कुनै शङ्का छैन। भारतको यो ठुलो यो पर्व नै हो। हरेक जनतामा त्यहाँ उत्साह देख्छु, हरेक मानिसमा उत्साह देख्छु, हरेक मानिसमा त्यहाँ मैले एउटा सपना देखेँ। त्यसैले भारतको लागि यो त निकै ठुलो एउटा उत्सव हो र ठुलो दिवस हो। यसको लागि हामी चाहिँ यहाँबाट सम्पूर्ण नेपाली जनताको तर्फबाट पनि भारतका जनताहरूलाई हामी बधाई दिन चाहन्छौँ, शुभकामना दिन चाहन्छौँ। भारतको प्रगति होस्, उन्नति होस्, शान्ति होस् र हाम्रो मित्रता अझ झन बलियो भएर जाओस्। हजुर, मैले यसमा के जोड्न चाहे भन्दाखेरि भारतमा जस्तै गणतन्त्र दिवस मनाइन्छ नि, एउटा अर्कै किसिमको उत्साह देखिन्छ के। त्यहाँ जुनसुकै क्षेत्रका हुन् हैन, तर आम नागरिकमा अर्कै किसिमको उत्साह देखिन्छ। तर नेपालमा गणतन्त्र दिवस मनाउँदाखेरि नेपालमा कस्तो उत्साह देखिन्छ? तपाईले के यसलाई अलिक कम्पेयर गर्दाखेरि के भन्नुहुन्छ तपाईँ? कम्पेयर गर्दाखेरि यो गणतन्त्र नेपालको लागि नयाँ चिज हो। अझ धेरै मान्छेले यसको अर्थ पनि बुझेका छैनन्। धेरैले बुझेका छन्, धेरैले बुझेका छैनन्। पहाडमा जानुभयो भने त्यहाँ मान्छेले बुझेकै छैन। तराईमा पनि कति बुझेका छन्, कति बुझेका छैनन्। अहिले यो एउटा प्रोसेसमा गइरहेछ, मान्छेले बुझ्ने प्रोसेसमा गइरहेछ। तर मानिसलाई यो थाहा छ कि जनता एउटा चाहिँ सार्वभौम सत्ता सम्पन्न एउटा शक्ति हो र जनताले चाहे भने देशमा जे पनि हुन सक्छ, जनताकै इच्छा अनुसार देश चल्नुपर्छ। तर अझ पनि जुन उत्साह देख्छु त्यो उत्साह देखिँदैन, किनभने देशमा जति समस्याहरू छन् त्यो समस्याहरूलाई समाधान गर्न अहिले नसकेर जनतामा जो उत्साह आउनुपर्ने हो त्यो उत्साह अहिले आउन सकेको छैन। यही विषयलाई अझै जोड्न चाहे। जसरी तपाईँले नि भन्नुभयो कि नेपालमा गणतन्त्र हुँदाखेरि, गणतन्त्र दिवस मनाउँदाखेरि धेरैलाई थाहा पनि हुँदैन हैन, त्यस्तो पनि देखिन्छ। तर भारतमा त्यस्तो छैन। केही साता अघिदेखि नै त्यहाँ विशेष तयारी गरिन्छ भारतमा हैन। र तपाईले जुन कुरा इङ्कित गर्नुभयो कि व्यवस्था त आयो गणतन्त्र हाम्रो नेपालमा, तर
जनताले चाहिँ अनुभूत गर्न पाएनन् त्यो कुरा महसुस हामीले गरिरहेका छौँ। हो, यो चाहिँ सत्य हो। यसलाई हामीले लुकाउनु हुँदैन र तर बुझ्नुपर्छ। किनभने भारतको गणतन्त्र हेर्नु 72 वर्ष भइसक्यो। 72 वर्षदेखि मान्छेले प्र्याक्टिस गर्दा गर्दा बुझ्दा बुझ्दा अहिले राम्ररी बुझे। हामी कहाँ त अहिले 10 वर्ष भयो। अहिले जनताले चाहिँ बुझ्न सकेका छैन। सहरमा मुख्य ठाउँमा मान्छेहरू बुझ्छन्, यसको अर्थ बुझ्छन्, तर पहाडमा अहिले जनताहरू त्यति बुझा छैनन्। हाम्रो एउटा त कुरा भयो कि गणतन्त्रको अर्थ भयो। अर्को कुरा के भन्दाखेरि जुन व्यवस्था आयो नि त्यो व्यवस्थासँगको अपनत्व हामीले कतिको गर्न सकेका छौँ त्यो पनि महत्त्वपूर्ण पाटो त हो नि, होइन? अवश्य त्यो हो। किनभने हेर्नुहोस्, कुनै पनि व्यवस्था आयो भने त्यसको प्रत्यक्ष सरोकार जनता हो। त्यो व्यवस्थाले जनतालाई कति एड्रेस गर्न सक्यो, जनताको दुःख जनताको माग कतिसम्म पुर्याउन सक्यो, त्यसमा त्यो व्यवस्थाको चाहिँ सम्बन्ध जोडेको हुन्छ। जुनसुकै व्यवस्था भए पनि यदि त्यो सफल भयो भने त्यो व्यवस्था सफल भयो र जनताको माग, जनताको इच्छा, जनताको चाहना, जनताको सपना खालि देखाउने र पुरा गर्न सकेन भने त्यो चाहिँ विफल हुन्छ। अहिले नेपालमा पनि यस्तै भइरहेछ। किनभने 10 वर्ष मात्रै भएछ, अहिले काम चाहिँ सुरु भइरहेछ। धेरै कुराहरू हामीले गर्न बाँकी छ, धेरै दिन बाँकी छ। अब समयको कुरा गर्ने हो भने समयको मामलामा कम हो, होइन? समय थोरै भयो नेपालमा गणतन्त्र आएको, तर भारतमा त 7 दशक नै भइसकेको अवस्था छ। त्यो एउटा कुरा त एउटा फ्याक्टर त्यो पनि हुन सक्ला, होइन? तर जुन अनुभूति गर्नुपर्ने हो, जसरी भारतमा चाहिँ गणतन्त्र भनेपछि एउटा उत्सवकै माहौल हुन्छ, एक किसिमको दसैँ नै हुन्छ त्यहाँ, होइन? तर नेपालमा थाहा नै हुँदैनन् धेरैलाई गणतन्त्र, र थाहा भए पनि खासै महत्त्व पनि के भयो र भन्ने कुरा पनि भयो त्यो दिनलाई चाहिँ, होइन? खासै महत्त्व पनि दिइँदैन। व्यवस्थाको कुरा पनि गर्नुभयो, होइन? भनेपछि गणतन्त्र त आयो के नेपालमा, तर जनताले चाहिँ आभास गर्न पाएनन्, होइन? कस्तो किसिमको गणतन्त्र, त्यो गणतन्त्रले चाहिँ के दियो त्यो कुरा आभास गर्न पाएनन्। यसको कारण चाहिँ के होला जस्तो लाग्छ तपाईँलाई? कारण हेर्नुहोस्, राम्रो मान्छेहरू राम्रो ठाउँमा, जिम्मेवारीपूर्ण ठाउँमा चाहिँ राम्रो मान्छे पुगेनन्। यदि पुगे भने पनि इमान्दार भएनन् र त्यसले गर्दाखेरि यदि एउटा त पहिले प्लानिङ नै राम्रो हुँदैन, प्लानिङ राम्रो गर्यो भने इमान्दार हुँदैनन्, भनेपछि जबसम्म जनतामा डेलिभरी जाँदैन, जनतालाई दिनुपर्ने कुराहरू हामी पुर्याउन सकेनौँ भने त्यो जुनसुकै पनि तपाईँले योजना बनाए पनि, परिकल्पना गरे पनि त्यो सबै चाहिँ निरर्थक हुन्छ। अहिले नेपालमा चाहिँ भ्रष्टाचार निकै चरम सीमामा पुगेको हुनाले सबै कामहरू, जति काम चाहिँ राम्रै सुरु गरिरहेको हुन्छ, योजनाहरू राम्रै बनाइरहेको हुन्छ, तर भ्रष्टाचारले सबै चाहिँ खाइसकेको हुन्छ। त्यसले गर्दाखेरि यसको फल जुन चाहिँ गाउँमा पुग्नुपर्ने हो, जुन पहाडमा पुग्नुपर्ने हो, जो तराईका गाउँहरूमा पुग्नुपर्ने हो, भनेपछि 10 वर्षकै अवधिमा जुन किसिमको अपनत्व महसुस गर्नुपर्ने थियो नेपाली जनताले त्यस्तो गर्न पाएनन्। त्यसैले किनभने उसले फल पाएपछि पो उसले चाहिँ अपनत्व बुझ्थ्यो। फल पाउन अहिले धेरै गाह्रो भयो। त्यसले गर्दाखेरि जनताले यसलाई अपनत्व बुझ्न सकेनन् र यो के हो, यसले हामीलाई फाइदा गर्छ कि गर्दैन भन्नेमा पनि मान्छे सोच्न थालिसकेका छन्। हजुर, अब अहिले कुरा गर्ने हो भने सदन विघटन भएदेखि त गणतन्त्र नै खतरामा, संहिता नै खतरामा, संविधान नै खतरामा भनेर पनि कुरो उठ्न थालेको छ नि त, होइन? अवश्य त्यो उठिरहेछ। किनभने जबसम्म तपाईँले चाहिँ यही त नि, यसको अनुभूति छ नि, अनुभूति जनतामा पुग्नु पर्यो। पहिले सुरुमा हामीले के भनेको थियौँ, गाउँ गाउँमा सिंहदरबार। यदि गाउँमा सिंहदरबार पुगेर चाहिँ यदि सेवा दिएको भए आज यस्तो जनताले सोच्न विवश हुँदैन थियो। हेर्नुहोस्, सुरुका दिनमा जब चाहिँ यहाँ परिवर्तन भयो, जनता धेरै उत्साहित थिए। अब सायद हुनसक्छ हाम्रो चाहिँ भविष्य राम्रो होला, अब हाम्रो विकासको बाटो खुल्ला, अब हामीले जनताको जे सपना छ त्यो पुरा गरौँला। सुरुमा त बहुत उत्साह थियो, तर त्यो नदेखेपछि अब जनतामा चाहिँ वितृष्णाहरू आइरहेछ र त्यसले गर्दाखेरि यो तपाईँले भन्नुभयो नि, यो किन चाहिँ जनतामा चाहिँ यो अपनत्वको भाव भएन भने यसको कारण यही। अब तपाईँलाई के लाग्छ, वितृष्णा जुन आइरहेको छ त्यो बिस्तारै हट्दै जाने हो, किनभने अहिले त शैशव अवस्थामै छ, बाल्य अवस्थामै छ गणतन्त्र, होइन? धेरै समय पनि भएको छैन गणतन्त्र आएको नेपालमा, होइन?
तर भारतको कुरा गर्ने हो भने 7 दशक नै बितिसकेको छ। बिस्तारै हुँदै जाने हो जस्तो लाग्छ। अहिले समय थोरै भएर पनि त्यस्तो भएको हो। त्यो हो कि वास्तवमा यो चाहिँ फापेन हामीलाई? यदि हेर्नु न, यदि हामीले यसको चाहिँ फल दिन सकेनौँ भने यो फापेन, फल दिन सक्यौँ भने यो राम्रो हो। अब त्यही त कुन सुरुमा त ट्र्याकमा जनताले चाहिँ यसलाई गइरहेको धेरै छ नै के? नेपालको गणतन्त्र यो सुरुमा व्यवस्था चाहिँ जनताले कुन यसलाई ट्र्याकमा गइरहेको छ? फल दिने कि फल नदिने? यो देख्दाखेरि हेर्नु न, यो के हुन्छ भने यसमा जस्तो 10 वर्ष भए पनि यदि हामीले भ्रष्टाचारीहरूलाई समात्दै झ्यालखानमा ठोक्दै उनीहरूको सम्पत्ति जफत गर्दै गरेको भए 50 वटै 10 वटै 20 वटा केस देखाएको भए जनताले बुझ्थ्यो कि यो देश चाहिँ यो कानुन यहाँ काम गरिरहेछ। हेर्नु, दिनका दिन बलात्कारका केसहरू आइरहेछन्, बलात्कारीहरू पक्राउँदैन, जनतामा चाहिँ निराशा छाएको छ, जनतामा चाहिँ असुरक्षा छाएको छ। यो व्यवहारिक कुरा र सही कुरा हो। यो हामीले इन्कार गरेर पनि इन्कार गर्न सक्दैन। मैले होइन 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 भने पनि जनताले त मान्दैन यो कुरा, दिनरात त्यो भोगिरहेको छ। त्यसैले सत्य कुरा हामी मानौँ। तर शासन चलाउनेहरूले भन्छन् कि भारतसँग तुलना गरेर हुन्छ, त्यहाँ त 70 वर्ष भइसक्यो गणतन्त्र आएको, त्यहाँ त स्थापित भइसक्यो, हामी त अहिले सिक्दैछौँ, गणतन्त्रलाई व्यवस्थित बनाउँदैछौँ, कहाँ एकैचोटि हुन्छ? ठिकै छ नि, त्यो कुरा त हामीले मानिरहेछौँ नि। मैले सुरुमै भने त्यहाँ 70 वर्ष भयो, 72 भयो, हामी कहाँ 10 वर्ष भयो। त्यो मात्रा कम होला, तर सिम्टम्स त देखाउनु पर्यो। भ्रष्टाचारीलाई जेलमा त राख्नु पर्यो, उसका सम्पत्ति जफत गर्नु पर्यो, बलात्कारीलाई ल्याएर चाहिँ कठोर से कठोर सजाय दिनु पर्यो। यो त केही भइरहेको छैन यो देशमा। भनेपछि जनता त एकदमै असुरक्षित महसुस गरिरहेछन्। अब गाउँमा चाहिँ बजारमा जानुहोस्, बजार भाउ बढेको छ, जनताकोसँग नोकरी छैन, उसँग पर्चेजिङ पावर छैन, क्रय शक्ति छैन, किन्न सक्दैन, जनतामा हाहाकार छ। यो कुरा मान्नुहोस्, यसमा हामीले एड्रेस गरेनौँ भने, यी कुराहरूलाई मिलाएन सरकार भने यसको परिणाम नराम्रो हुन्छ। सरकारलाई अहिले पनि समय छ, यी समस्याहरू देखेर उसले सुधार गरेर जनतालाई चाहिँ यसको अनुभूति दिनुपर्छ। दोष चाहिँ के को? व्यवस्था नै दोषी कि यो व्यवस्था चलाउनेहरू चाहिँ दोषी? किन भन्नु? व्यवस्था कहिले पनि दोषी हुँदैन। हेर्नुहोस्, मैले भने नि, बेलायतमा संविधान नै छैन। सुन्नुहोस्, बेलायतमा संविधानै छैन। अब संविधान नभए पनि त्यो देश संसारको सबभन्दा अब्बल देश। एक जमानामा त उस संसारैमा चाहिँ उसको सूर्य अस्तै हुँदैन थियो, तर त्यहाँ संविधान छैन। भनेको के मतलब? चलाउने मान्छे राम्रो हुनु पर्यो। तपाईँका कागज भए पनि नभए पनि यदि राम्रो मान्छे, इमान्दार, धर्ममा हिँड्ने मान्छे छ भने उसले राम्रो चाहिँ हेरेर चलाउँछ। र त्यसमा पनि त हामीले त कानुन बनाइदिएका छौँ, संविधान दिएका छौँ, त्यो पालन गरेको भए त राम्रो हुन्थ्यो नि। मेन कुरा यो पालन गर्ने मान्छेको कमी छ। कुनै पनि व्यवस्थालाई हामी खराब भन्न दिदैनौँ, व्यवस्था खराब त्यो उसको चाहिँ चलाउने मान्छेबाट निर्धारित हुन्छ। यो व्यवस्था चलाउने मान्छेहरू राम्रा छैन, त्यसले गर्दाखेरि खराब हो। त्यसले मान्छे यसको अब विकल्प खोजिरहेको छ। अनि व्यवस्था आफैमा चाहिँ नराम्रो होइन, चलाउने मान्छेहरू चाहिँ गलत भए हो। पहिले पनि व्यवस्था नराम्रो होइन, चलाउने मान्छे गलत भएर जनतामा चाहिँ वितृष्णा आयो। अहिले पनि व्यवस्था राम्रै कुरा आएको छ, तर चलाउने मान्छे राम्रो छैन, वितृष्णा भयो। तर पहिला डर हुन्थ्यो कि मैले गरेँ भने मलाई यस्तो हुन्छ, अहिले डर भयो बिल्कुलै छैन। के गर्छस् त भनेर हामीलाई नै दिनरात मान्छेले सुनाइरहेको हुन्छ, हामी पनि चुप लागेर बसेर केही गर्न सक्दैनौँ। हजुर, पहिलाको अनुभव के रहेछ? जस्तै तपाईँ त नेपालमा राजतन्त्र भएको बेला पनि त्यही बेला चाहिँ डिप्लोमेट भएर काम गर्नुभएको थियो होइन, राजाको नजिक भएर भनौँ होइन। के थियो पहिलाको व्यवस्था, कस्तो थियो? अहिले गणतन्त्र आइसकेपछि कस्तो फरक महसुस गर्नुभएको छ? एउटा कुरा के भयो भने, एउटा भय बिल्कुलै गयो। गलत काम गर्छु मलाई चाहिँ दण्ड हुन्छ भन्ने त्यो भए नै भएन, दण्डहीनता भयो के। पहिला एउटा डर हुन्थ्यो मानिसमा कि मैले यस्तो गरेँ भने मलाई चाहिँ यस्तो हुन्छ। प्रधानमन्त्री पनि डराउनु हुन्थ्यो कि मलाई यस्तो भयो भने चाहिँ माथिबाट यस्तो हुन्छ। अब अहिले त कोहीसँग डराउँदैन। म फलाना हो भने त के गर्छस् त भनेर भन्छ मान्छेहरू। कमजोर बच्चा मान्छेहरू छन् भने पुलिससँग डराउँछन्, बलिया मान्छे छ भने पुलिसै डराएर भाग्छ। हेर्नुहोस्, अब यो देशमा यस्तो भइसक्यो। यो कुरा राम्रो होइन कन्ट्रीको लागि। तर त्यो डरलाई चाहिँ जनताले चाहिँ गलत रूपमा लिए के।
त्यही भएर त जनआन्दोलन भयो, गणतन्त्र स्थापित भयो नि त नेपालमा, होइन? गणतन्त्र आउनु के भने ऊ त बढी जुन बेला गणतन्त्र आयो त्यस बेला गणतन्त्रको लागि त त्यो लडाइँ पनि होइन। त्यस बेला यो लडाइँ गणतन्त्रको लागि ल्याउँछु भनेर भएको हो नि, अचानक बिचमा आएको कुरा हो। त्यस बेला आन्दोलन त त्यो माओवादी आन्दोलन चलिरहेको थियो। माओवादी आए पनि उसले राजासहित मानि पनि सकेका थियो। राजाले नै हाउस स्थापना गरेको। राजाले त्यस बेला आएपछि पनि राजाको चाहिँ त्यो को बस्छ, राजापछि को हुन्छ, कति मान्छे दिने, के दिने, सबै कुराहरू चाहिँ त्यहाँ व्यवस्था पनि भइरहेको थियो। राजा हटाउने भनेर नै यो आन्दोलन पहिले भएको थिएन। आन्दोलनमा त पछि चाहिँ निरङ्कुश राजा हटाउने भन्यो, तर चाहिँ के गर्यो भने राजै हटाइदियो। डिक्टेटर राजा हुनु हुँदैन भन्ने कुरा थियो, तर राजा हटाइदियो। हिन्दू धर्म भएको चाहिँ देशलाई हटाउने भन्ने कुरै थिएन, हिन्दू राष्ट्रै हटाइदियो। आज हामी माथि एउटा हिन्दू देशमाथि कत्रो ठुलो अन्याय भएको छ, यो कुरा त जनताले बुझिरहेछ। जनताले सन्तोष मानेको छैन, दुःख मानेको छ। त्यसैले अब यही व्यवस्था पनि आयो भने हामीलाई केही छैन, तर यसले राम्रो गरेर देखाउनु पर्यो। हरेकलाई इज्जत पाउनु पर्यो, हरेकले न्याय पाउनु पर्यो, गरिबले पनि न्याय पाउनु पर्यो, उसले दुई छाक खाना पाउनु पर्यो, उसको शिरमाथि एउटा चाहिँ छाना हुनु पर्यो। अब तपाईँ दुईटै व्यवस्थामा तपाईँले काम गरिसक्नु भएको छ, होइन? राजतन्त्र रहेको बेलामा तपाईँ विभिन्न देशमा राजदूतका साथै कार्यवाहक राजदूत भएर काम गरिसक्नु भएको छ र गणतन्त्र आएपछि तपाईँ निर्वाचन आयोगमा आयुक्त भएर पनि काम गरिसक्नु भएको छ। तपाईँ दुवै व्यवस्थाको अनुभव तपाईँले छ के छ? मेरिट र डिमेरिट भन्दाखेरि, मुख्य भन्दाखेरि पहिला चाहिँ के चाहिँ नराम्रो लागेको तपाईँले चाहिँ? अहिले चाहिँ के चाहिँ नराम्रो कुरा त भनि नै हाल्नुभयो। अहिलेको चाहिँ पहिलाको चाहिँ के थियो त्यस्तो नराम्रो चाहिँ राजतन्त्रमा? राम्रो कुरा गर्नुभयो। हेर्नुहोस्, म दुइटै शासनमा म काम गरेको मान्छे हो, त्यो ठिकै कुरा हो। तर म चाहिँ पहिले पनि काम गरेँ, पछि चाहिँ यहाँ हाम्रो गणतन्त्र आएपछि पनि म काम गरेँ। मेन कुरा के हो भने तपाईँ यदि इमान्दार हुनुहुन्छ, तपाईँ यदि आफ्नो कर्तव्यनिष्ठ हुन्छ, राष्ट्रको चाहिँ भलो चिताउनुहुन्छ, यताउति लाग्नुहुन्न भने देशले चाहिँ माया गर्दो रहेछ भन्ने कुरा मेरै उदाहरण लिन सक्नुहुन्छ। म त यताको पनि मान्छे होइन, उताको पनि मान्छे, म देशको मान्छे हो, म देशको भलो चाहने मान्छे हो। त्यसैले गर्दाखेरि जेमा राम्रो हुन्छ म त्यसलाई राम्रो भन्छु, जे खराब हुन्छ त्यसलाई खराब भन्छु। एउटा कुरा भयो। सेकेन्ड कुरा आयो अब कि कुन पहिलेको व्यवस्था राम्रो कि अहिलेको व्यवस्था राम्रो? मलाई त लाग्छ कि हेर्नुहोस्, दुइटै व्यवस्था राम्रो, तर के भने चलाउने मान्छे नराम्रो। पहिले पनि मान्छेलाई के भने नराम्रा मान्छेहरूले चाहिँ सल्लाह दिएर राम्रा कुराहरू नबताएर गलत कुरा बताएर गलत निर्णयहरू भयो। त्यसले गर्दाखेरि झन् आसेपासेहरू बढे। जनताले चाहिँ जनतामा चाहिँ त्यो न्याय पुग्न सकेन, किनभने वरिपरिका मान्छेले घुमाइदिए। सुरुमा त राम्रो थियो, तर पछिल्ला दिनमा चाहिँ आएर बिग्रियो, किनभने आसेपासेले धेरै खेलाए। म त पहिलेको दिन त राम्रै देख्छु, जनताले चाहिँ न्याय पाएको थियो, जनतामा चाहिँ आशा थियो। तर पछि चाहिँ आएर उहाँहरूलाई चाहिँ घेर्ने मान्छेहरू राम्रो सल्लाह दिएनन्, अथवा चाहिँ आफ्नै चाहिँ स्वार्थ देखे। त्यसपछि चाहिँ मुस्किल पर्यो। अहिले पनि त्यस्तै हो। सुरुमा यो व्यवस्था आयो, जनता धेरै उत्साहित भएका थिए, सबैजना उत्साहित भएका थिए, हामी पनि उत्साहित भएका थियौँ कि यसले दिन्छ, केही गर्छ। तर मेरो हेर्नुहोस्, मेरो तराईमा केही पनि भएन। हेर्नुहोस्, मेरो मधेसमा केही पनि भएन। म त मधेसको भएको हुनाले मलाई मधेसको धेरै चिन्ता लाग्छ। यसले मधेसलाई छुन्छ कि, यसले मधेसका मान्छेलाई ल्याएर सचिवहरूमा पुग्छन् कि, हाम्रो मधेसका मान्छे एम्बासडर बन्छन् कि, हाम्रो मधेसका मान्छे प्रोफेसर, डाक्टर, इन्जिनियरहरू हुन्छन् कि? म त अहिले पनि सपना देख्छु मेरो मधेसको मान्छे एउटा प्रधानमन्त्री बनोस्। मेरो मनमा त त्यो छ। तर जुन किसिमले यो चलिरहेछ, यसमा त देखिरहेको छु मधेसको मान्छे चाहिँ तिमी मधेसमै बस, पहाडको मान्छे चाहिँ पहाडमै बस्छ जस्तो किसिमको चाहिँ व्यवहार। भनेपछि अब नेपाली जनताले के गर्ने त्यसो भए? व्यवस्था नै नराम्रो चाहिँ होइन, चलाउनेहरू चाहिँ नराम्रा भयो, होइन? भनेपछि अब चाहिँ के गर्ने त्यसो भए? जनताले अधिकार खोज्छ, अधिकार खोजिरहेछ। त्यसैको लागि पनि अब विभिन्न किसिमले आन्दोलन भइरहेछ। सरकार यसलाईबाट चाहिँ शिक्षा लिनुपर्छ। सरकार सचेत भएर कहाँ न्याय पुगेको छैन, तराईमा के पुगेको छैन, पहाडमा के पुगेको छैन। म खालि
मधेसको मात्रै कुरा गर्दिनँ, पहाडमा पनि त्यस्तै दुःख छ। एउटा चाहिँ डोरीमा लट्केर झुन्डेर बच्चाहरू एउटा गाउँ खोला तरेर पढ्न जान्छन्, त्यो कम दुःख हो? त्यस्तै गरी हाम्रो पहाड हाम्रो गाउँमा पनि त्यस्तै दुःख छ। यो सुविधा जनतालेको आवश्यक सुविधाहरू, शिक्षा, स्वास्थ्य र रोजगारी, आम्दानीका कुराहरू, उसका कृषि, यी सबै कुराहरू उनीहरूले पायो भने जनता चाहिँ वाह वाह भन्छन्, खुसी हुन्छन्। सरकार यसमा ध्यान दियोस्, ध्यान दिएन भने जनताले फेरि परिवर्तन खोज्छन्। त्यही हो, त्यो त स्वाभाविक कुरा हो, यो न्यायसङ्गत कुरा हो, प्राकृतिक कुरा मैले गरेको। म उसको पनि पक्ष लिया होइन, उसको पक्ष लिया छैन, किनभने अहिले सरकार चाहिँ डेलिभरी गर्न सकेको छैन, यसको राम्रो परिणाम हुँदैन। नेपाल, चीन, भारतको कुरा गरौँ, जसरी नेपालका प्रधानमन्त्रीले भन्दै आउनुभएको छ कि नेपालसँग चीनको र भारतको सम्बन्ध समदूरीको छ, हुनुपर्छ, त्यो नै नेपालको लागि हितकर हुन्छ भनेर उहाँले भन्दै आउनुभएको छ। अहिलेकै प्रसङ्गको कुरा गर्ने हो भने कोरोना भाइरस चीनबाट आयो होइन, त्यत्रो क्षति पुर्यायो नेपालमा पनि, र जब भ्याक्सिनको कुरा जतिखेर आयो, भ्याक्सिन चाहिँ भारत सरकारले अनुदान सहयोग 10 लाख डोज दिएको अवस्था छ, तर चीनले चाहिँ दिन सकेन। यही प्रसङ्गलाई कोट्याउने हो भने के भन्नुहुन्छ तपाईँ? नेपालसँग चीन र भारतको सम्बन्ध कस्तो छ? यसमा यो तपाईँ बहुतै संवेदनशील कुरा गर्नुभयो है। यसलाई हामीले एकदमै राम्रो बुझ्नुपर्छ। भारत र चीनले गर्दाखेरि नेपालमा कुनै पनि किसिमको झै झगडा हुनु हुँदैन, र नेपाल पनि दुईटै देशसँग चाहिँ सम्बन्ध चलाउँदाखेरि बहुत सन्तुलित रूपमा जानुपर्छ है। मैले तपाईँलाई बताउँछु, सन्तुलित, समदूरी नभन्नुहोस्। समदूरी पहिले हामीले मनाएको थियौँ, सुरुमा जब चाहिँ चलेको थियो सम्बन्ध, त्यो समदूरी इक्वल डिस्टेन्स हामीले मनाएको थियौँ। अब एउटा सन्तुलित रूपमा चाहिँ हुनु पर्यो। यता पनि भार धेरै झट्किनु भएन, उता पनि भार धेरै भएन, सन्तुलन बनाएर हिँड्यो भने भारतको हेर्नु, भारतको सब्स्टिट्युट चीन पनि होइन, र चीन जहाँ छ उसको सब्स्टिट्युट भारत पनि होइन। भारतको महत्त्व आफ्नै ठाउँमा छ, र चीनको चाहिँ उत्तरतिरको छिमेकी भएको हुनाले उसको महत्त्व आफ्नै ठाउँमा छ। तर भारततिर हाम्रो सिमाना एकदम खुला छ, हाम्रा जनतामा सम्बन्ध छ, भाइचारा छ, घनिष्ठता छ, वैदिक कालदेखि सम्बन्ध छ, यसको आफ्नो बेग्लै महत्त्व छ। त्यो चाहिँ कुनै पनि सरकारले चाहेर पनि त्यो बदलिन सक्दैन। जस्तो हामीले अस्ति सुन्नु भएन, हामीले चाहिँ के भन्यौँ, सरकारमा हाम्रो चाहिँ इक्वल सम्बन्ध हो, दुईटै सरकार बराबर हो। त्यो त हो, संसारमा जहाँ पनि जो देश छ सबैको सम्बन्ध बराबर हुन्छ, चाहे त्यो सानो देश होस्, गरिब देश होस्, ठुलो देश होस्, सब देश चाहिँ इक्वल फुटिङमा हुन्छ, समान स्तरका हुन्छन्, सबको युनाइटेड नेसनमा एउटै भोट हुन्छ र सबै बराबरका अधिकारी हुन्छन्। तर जनताको जब कुरा आउँछ, जनतामा त हाम्रो भाइचारा छ, आधा जनताको सम्बन्ध उतातिर छ, आधा जनताको सम्बन्ध यता आएको छ, यताको छोरी उता गएको छ, उताको छोरी यता आएको छ, यो जनतामा भाइचारा छ। त्यसैले सरकारमा चाहिँ अफिसियल सम्बन्ध भए पनि जनतामा चाहिँ भाइचाराको सम्बन्ध छ। यो चाहिँ सबभन्दा महत्त्वपूर्ण र गहिरो कुरा हो। हेर्नुहोस् न, तपाईँले यसलाई विचार गरौँ एकचोटि कि जब नेपालमा कुनै सङ्कट पर्छ, जस्तो अस्ति नाकाबन्दी नै भयो, भारतमै जनता, भारतीय जनताहरू, भाइ हाम्रा दाजुभाइहरू जो त्यहाँ हुनुहुन्छ, त्यहाँका चाहिँ उहाँहरूले नै भारत सरकारमा प्रेसर गरे कि नेपालले यस्तो किन गरेको, यो किन गरेको हेर्नुहोस् त त्यहाँको जनताले। किनभने उहाँले सोच्नुहुन्छ, उहाँका जनताहरू, यी हाम्रो त हामी दाजुभाइ हो। जनताको बिचमा सम्बन्ध दाजुभाइको हो। आफ्नै सरकारलाई उनीहरूले क्रिटिसाइज गरे कि नेपाललाई यति दुःख नदियो भनेपछि यो सम्बन्ध हामीले यसरी बुझ्नुपर्छ। सरकारको सम्बन्ध सरकारी हो, तर जनताको सम्बन्ध भाइचारा हो। यो चाहिँ एउटा अलौकिक छ, संसारमा यस्तो सम्बन्ध कहीँ पनि पाइँदैन, र यसलाई कसैले चाहेर पनि बिगार्न पनि सक्दैन र नराम्रो पनि गर्न सक्दैन। यसलाई हामीले बचाउनु पर्छ र यसलाई राम्रो प्रयोग गर्नुपर्छ दुईटै देशको विकासको लागि। जसरी तपाईँले भन्नुभयो कि भारत र चीनसँग नेपालको सम्बन्ध समदूरीको कुरा होइन, सन्तुलित हुनुपर्छ, र नेपाल र भारतसँगको सम्बन्ध त विश्वमै कहीँ नभएको अलौकिक सम्बन्ध छ,
नेपाल र भारतको र त्यसरी नै परिभाषित गर्नुपर्छ भनेर तपाईँको भनाइरह्यो। अब चीनको कुरा गर्ने हो भने तपाईँ चीनमा पनि काम गरिसक्नु भएको छ, डिप्लोमेटका रूपमा त्यहाँ पनि रहिसक्नु भएको छ र नेपाल र चीनको सम्बन्धलाई चाहिँ कसरी तपाईँ विश्लेषण गर्नुहुन्छ? कस्तो सम्बन्ध हुनुपर्छ र कस्तो छ सम्बन्ध अहिले चाहिँ? भारतको सम्बन्ध त अति उत्तम छ, मैले भर्खर बताएँ। चीनसँग पनि हाम्रो सम्बन्ध त्यतिकै राम्रो छ। हामीसँग चीनसँग अहिलेसम्म जब जब हामीलाई मुस्किल परेको छ चीनले हामीलाई त्यस बेला मद्दत गरेको छ। त्यसले गर्दाखेरि नेपालीहरू धेरै चीनलाई पनि विश्वास गर्छन्। यो कुरा सत्य कुरा हो, हामीले इन्कार गर्न चाहे पनि यो कुरा सत्य हो। अब कुरा के हो भने तर भारत र चीन जब चाहिँ खडा हुन्छ त्यो भारततिर चाहिँ सिमाना खुला छ, हरेक चिज आवत जावत छ, हाम्रो संस्कृति एउटा छ, हाम्रा मानिसहरूमा चाहिँ भाइचारा छ, वैवाहिक सम्बन्ध छ। यसले गर्दाखेरि बढी घनिष्ठता भारततिर छ। तर चीनको सँग चाहिँ हाम्रो राम्रो घनिष्ठ मित्रता छ। हामीमा कहिले पनि यसमा दुश्मनी या कहिले पनि नराम्रो कुरा आएन। नेपाललाई जसले जसले गाह्रो भयो चीन हमेसा खडा भएर हामीले मद्दत गरेको छ। हजुर, अब कोभिडकै प्रसङ्गको कुरा गर्ने हो भने भ्याक्सिन, कोभिसिल्ड भ्याक्सिन चाहिँ भारतबाट आयो, चीनबाट चिनिया भ्याक्सिन चाहिँ आएन भनेर पनि कुरो उड्दैछ होइन। आखिर अन्ततोगत्तो भारतकै भर पर्नुपर्छ नेपालले भनेर पनि कुरो आइरहेको छ, के भन्नुहुन्छ? त्यही भने नि हामीले चाहिँ के भने एक अर्कालाई चाहिँ हामीले कसलाई होच्याउनु हुँदैन। भारतसँगको त हाम्रो जो घनिष्ठता छ, दुःख परेको बेलामा भारत खडा भएर नेपाललाई सधैँ मद्दत गरेको छ। आज पनि यो प्रमाणित भएको छ कि कोभिडको चाहिँ मारामारमा नेपाल परिरहेको बेलामा भारतले चाहिँ 10 लाख डोज इन्जेक्सन चाहिँ अहिले दिएर पठाएको छ र पछि पनि दिन्छु भनिरहेछ। अब हामीले किन्छु भनिरहेछौँ। अब यो सरकारले निर्णय गर्ला कसरी ल्याउने के गर्ने। तर भारतले आफ्नो आत्मीयता, आफ्नो जुन चाहिँ प्रेम भाव चाहिँ देखाएको छ, जसलाई हामीले बहुत हृदयबाट नै धन्यवाद दिन चाहन्छौँ। अब चीनबाट पनि चाह्यो भने हामीले चाहिँ माग्यो भने मागौँला। तर अहिलेसम्म हामीले, मलाई त थाहा छैन, चीनले दिन्छु भनिरहेछ। अब त्यो प्रोसेस र प्रक्रिया कहाँसम्म पुगेको छ त्यतिको मलाई ज्ञान छैन। चीनसँगको सम्बन्धको कुरा तपाईँले गरिहाल्नुभयो। चीनसँग पनि राम्रो सम्बन्ध हुनुपर्छ, स्थापित हुनुपर्छ र जतिखेर हामी भारत र चीनको कुरा गर्छौँ र यी दुई ठुला शक्तिशाली देशहरू, विश्वकै शक्तिशाली देशहरू छन् होइन, र नेपाल भनेको गरिब देश। यी दुईटा देशलाई हामीले वरदानका रूपमा चाहिँ किन प्रयोग गर्न सकेनौँ? कारण के होला? तपाईँले के लाग्छ? किन अभिशाप नै साबित भयो जसको फलस्वरूप चाहिँ हामी अगाडि नै बढ्न सकेनौँ? के अभिशाप हो कि वरदान हो? यदि वरदान हो भने त्यो अनुसारको प्रयोग नेपालले, नेपालका शासकहरूले, देश चलाउनेहरूले, हाँक्नेहरूले चाहिँ किन नै प्रयोग गर्न सकेनन् यी दुईटै देशलाई, जसले गर्दा चाहिँ नेपाल चाहिँ समृद्ध बनोस्? महत्त्वपूर्ण सवाल हो, महत्त्वपूर्ण सवाल हो। आजको सन्दर्भमा यो महत्त्वपूर्ण सवाल हो। हेर्नुहोस्, कसले राम्रो चलाउँछ? यो घोडा राम्रो हो, आहा कति राम्रो घोडा भनेर घोडसवार यदि राम्रो छैन भने त्यो घोडाले के गर्छ? उठाएर पड्किदिन्छ, हात खुट्टा भाँचिहाल्छ चढ्ने मान्छेको। त्यसैले व्यवस्था त राम्रो छ नि, उत्तरतिर पनि ठुलो बजार, दक्षिणतिर पनि ठुलो बजार, दुईटैले हामीलाई मद्दत गर्न खोजिरहेछन्। तर घुडसवार कस्तो छ त्यसमा डिपेन्ड गर्छ। मैले भने नि, घोडा राम्रो तर चढ्ने मान्छे नराम्रो भएपछि उठाएर पड्किहाल्छ। नेपाल चाहिँ गोता खाने कारण त्यही हो, किनभने हामीलाई दुई देशसँग चाहिँ कसरी सम्बन्ध बनाउने, विकासको गति कसरी लिएर जाने, यो कुराको ज्ञान हुने मान्छे बहुत कम छन्। त्यसले चलाउन जानेको छैन, बहुत कम मान्छे छन् जसले चाहिँ चलाउँछ। जो मान्छे जान्दछ त्यो अहिले चाहिँ पर्दाको ओझेलमा छन्। अहिले सरकारहरूमा या अरूमा चाहिँ खालि के भने तपाईँ सरकारको मान्छे हो भने, पार्टीको मान्छे हो भने तपाईँ आउनुहोस् गर्नुहोस्, पार्टीको मान्छे होइन भने सरकारलाई मतलब छैन। भनेपछि नेपाल अस्तित्वमा आएदेखि नेपालमा त्यस्ता राजनेता नै जन्मिएनन् जो चाहिँ यो दुईटै देशलाई वरदान मानेर होइन नेपालको चाहिँ
समृद्धि गराओस्। के भने नि हेर्नुहोस्, म भन्दै थिएँ, हेर्नुहोस् त्यसैले हेर्नुहोस् के भयो भने बिचमा लास्ट टाइममा चाहिँ के आयो भने यो नेपाल र भारतको र नेपाल र चिनको यो दुइटै चाहिँ जुन व्यापार छ त्यो व्यापारको लागि नेपाल एउटा सेतुको रूपमा एउटा ब्रिजको रूपमा काम गर्नुपर्छ। नेपाल एउटा ब्रिज भएर भारत र चिनलाई जोड्नुपर्छ र दुइटैको सम्बन्ध पनि राम्रो हुन्छ, व्यापार पनि राम्रो हुन्छ र त्यसले गर्दाखेरि यसको असर नेपालमा पर्छ र नेपालले यसको ठुलो फाइदा उठाउन सक्छ। हामीले एउटा ब्रिजको रूपमा एउटा पुलको रूपमा खेल्न खोजेको थियौँ। त त्यो खालि भनेर हुँदैन, त्यसको लागि दिमाग चाहिन्छ, प्लान चाहिन्छ, एक्सन चाहिन्छ, सरकारसँग सम्झौता चाहिन्छ, तपाईँको कमिटमेन्ट चाहिन्छ र त्यसको अनुसार तपाईँले गरेर देखाउनु पर्छ। कुरा भनेको त ठिक भन्यौँ नि हामी ब्रिज बन्न चाहन्छौँ भनेर मात्रै हुने होइन। ब्रिज बनेको भए त तपाईँले भनेको प्रश्न, त्यसैले मैले भने धेरै महत्त्वपूर्ण प्रश्न उठाउनु भयो। आज हामीले यो जानेको भए भारत र चिनको बिचमा बसेर नेपाल एउटा लिस्ट डेभलप कन्ट्री त हुने अवस्थै छैन र हामीसँग यति चाहिँ नेचुरल रिसोर्सेस छ कि नेपाल त एउटा डेभलप कन्ट्री भएर जान्छ। तर यसको चलाउनको लागि के भने त्यही घुडसवारको कुरा गरेँ मैले। घोडा त राम्रो छ तर घुडसवार राम्रो छैन। चीन र भारतलाई हामी प्रयोग गर्नै सकेनौँ। यसको लागि तपाईँले जुन स्किल चाहिन्छ, जुन डिप्लोमेसी चाहिन्छ, जुन ज्ञान चाहिन्छ, त्यो अनफर्चुनेटली दुर्भाग्यवश हामीमा चाहिँ बहुत कम छ र हामीले जान्ने मान्छेलाई, किनभने त्यो पार्टीसँग सम्बन्धित छैन, त्यसैले बाहिर ल्याउँदैन। जस्तो मलाई लिनुहुन्छ, म ज्ञान नै नभएर हो कि दुइटैलाई ब्यालेन्स गर्दाखेरि चाहिँ केही पनि हासिल हुन नसकेको, त्यो पनि हुन सक्ला नि, होइन? दुइटै देशलाई चाहिँ ब्यालेन्स गर्नु पर्यो, होइन? एउटातिर गयो भने अर्को रिसाउला, यतातिर गयो भने फेरि अर्को रिसाउला। त्यसले गर्दा पनि हामीले चाहिँ लिनुपर्ने जति लिन नसकेको हो। होइन, त्यस्तो होइन। यो हामीले नजानेकै हो। नत्र भारतमालाई अझ पनि त सामान व्यापार अहिले कम गएको छ भारतको चिनसँग, त्यही पनि त आइरहेको छ सामान। त्यो नेपाल त्यसको माध्यम हुन सक्छ। चिनमा पनि अझ पनि पहिलेभन्दा कम छ तर भारतबाट गइरहेछ, त्यो नेपाल माध्यम हुन सक्छ। र नेपाल एउटा सर्टकट बाटो हुन सक्छ। हेर्नुहोस्, ट्रान्सपोर्टेसनमा त्यति पैसा 10% 20% जान्छ, त्यो सब पैसा बच्छ। त्यस्तो राम्रो हुन्छ र त्यसको फाइदा नेपाललाई हुन्छ। यो त एउटा चिज चाहिँ देखिएको छ नि, भारत चाहँदैन कि नेपाल चीनको नजिक जाओस् र चीन पनि चाहँदैन कि भारतको चाहिँ त्यस्तो होइन। त्यो त हाम्रो तलको सोचाइ हो, मतलब तल लेम्यानको सोचाइ हो, सामान्य मान्छेको सोचाइ हो, त्यस्तो लाग्ला। तर त्यस्तो होइन। भारतले पनि कहिले पनि हामीलाई चीनतिर नजाऊ भनेको छैन। चीनसँग जति आवश्यक छ हामीले सम्बन्ध बढाउँछौँ, गर्छौँ। उत्तरतिरका हाम्रा बोर्डरमा त्यहाँ चाहिँ जति चाहिँ आवश्यकता छ चीनसँगै जसरी दक्षिणमा हामीलाई भारतसँग सजिलो भइरहेछ, उत्तरतिर हामीले चीनसँग सजिलो भइरहेछ र भारतले कहिले पनि यसको अब्जेक्सन पनि गरेको छैन। उसले यस्तो भनेको छैन कि चीनसँग नातै तोडिदियो भनेर भनेको छैन। तर चाहिँ जहाँ छ उचित छ, सन्तुलित रूपमा लिएर जाँदाखेरि राम्रो, एउटै मात्रेको वर्चस्व नहोस्, राम्रो देखोस्, मित्रतापूर्ण देखियोस् भनेर चाहिँ चीनले पनि त्यस्तै भनिरहेछ कि भारतसँग चाहिँ तपाईँहरू राम्रो मिलेर बस्नुहोस्, राम्रो सम्बन्ध राख्नुहोस्, हामी त मित्र हौँ, हामी त छँदैछौँ भनेर चाहिँ चीनले पनि हामीलाई त्यस्तै टाइममा भन्छ र भारतले पनि कहिले पनि हामीलाई रोकेको छैन। त्यसैले दुइटैको मित्रतामा हामीले शङ्का गर्नु हुँदैन। अब अन्त्यतिर पनि आइसकेका छौँ। यो जुन पछिल्लो राजनीतिक घटनाक्रम देशमा जुन देखियो, संसद विघटन पछिको कुरा गर्ने भने नेकपा फुटेको अवस्था छ र केही दिन अगाडिसम्म चीन र जुन नेकपाको कुरा गर्ने हो भने एकदमै घनिष्ठ सम्बन्ध छ र नेपालमा कम्युनिस्टहरूको वर्चस्व कायम होस्, त्यो चीनको चाहना चाहिँ थियो। तर यो चाहनामाथि चाहिँ तुषारापात भएको अवस्था छ, जसरी चाहिँ नेकपा फुट्यो। र त्यसपछिको घटनाक्रम हेर्ने हो भने कतै न कतै प्रधानमन्त्री र उता भारतसँग अलि चाहिँ नजिकिएको के अलिकति क्लोज भएको अवस्था पनि छ र त्यसकै फलस्वरूप अहिले चाहिँ कोभिसिल्ड 10 लाख डोज नेपालमा पनि आयो भन्ने कुरा पनि गरिँदैछ। यसलाई कसरी तपाईँ विश्लेषण गर्नुहुन्छ? हामीले सामान्य किसिमले हेर्नुपर्छ। हेर्नुहोस्, अब चीनमा कम्युनिस्ट पार्टी छ, यहाँ कम्युनिस्ट पार्टीको राज्य थियो भनेपछि
त्यो हिसाबले तपाईँले विचार गर्नुभयो भने यो स्वाभाविक हो कि एउटा कम्युनिस्ट पार्टीले चाहिँ कम्युनिस्टको सरकार छ भने रहोस् भनेर विचार गर्नु स्वाभाविक कुरा हो। त्यसमा चाहिँ कुनै चिनले अस्वाभाविक कुरा गर्यो भनेर चाहिँ भन्नु हुँदैन। योभन्दा अगाडि चाहिँ काङ्ग्रेसको सरकार थियो यहाँ, त्यही पनि चिनको त सम्बन्ध राम्रै थियो नि। तर चाहिँ अब अहिलेको के भने भाइचारा हुन सक्छ कि कम्युनिस्ट सरकार हो अलि भइदिएको भए राम्रो हुन्थ्यो भनेर उनको मनमा होला। त्यो कुरा चाहिँ त्यसमा इन्कार गर्न सकिँदैन। तर कम्युनिस्ट पार्टी फुटेपछि त भारत त खुसी त देखिएको छ नि, होइन? पार्टी अहिले फुट्यो भनेर पनि अहिले कसैले स्वीकार गरेको छैन। तर चाहिँ यसमा बाधा व्यवधान र समस्याहरू धेरै देखा परेको छ। र भारत चाहिँ नेपाललाई दुःख होस् अनि म खुसी हुन्छु भनेर पनि सोच्दैन। त्यस्तो मलाई लाग्दैन कि भारत नेपाल दुःखी भयो भने म खुसी भइहाल्छु भनेर। तर यहाँ चाहिँ के भने सम्बन्ध नराम्रो भयो भने भारत दुःखी हुन्छ। अहिले बिचमा चाहिँ नेपाल र भारतको सम्बन्ध त्यति राम्रो थिएन। त्यसले गर्दाखेरि भारत पनि दुःखी थियो, हामी पनि दुःखी थियौँ कि भारतसँग हाम्रो सम्बन्ध किन बिग्रियो। भारत र नेपालको सम्बन्ध आजदेखि हामीले बनाएको होइन, यो प्रकृतिले बनाएको सम्बन्ध हो, वेदले बनाएको सम्बन्ध हो। त्यो सम्बन्धलाई बिगार्न हामीलाई अधिकार छैन। हाम्रो अज्ञानताले हामीले सम्बन्ध बिगार्न पाउँदैन। किनभने भोलि आउने पुस्ताले पनि हामीलाई सवाल गर्छ कि हाम्रो वैदिक कालदेखिको सम्बन्ध तपाईँले किन बिगार्नु। त्यसैले आफ्नो ज्ञानको चाहिँ यो प्रयोग गरौँ, सम्बन्धलाई राम्रो राखौँ र चाहिँ मिलेर एकअर्काको भरो चिताएर काम गर्यो भने भारतको पनि हित छ, नेपालको पनि हित छ। हामी चाहन्छौँ आजको खास यो दिनमा, आज 72औं चाहिँ गणतन्त्र दिवसको दिसमा हामी भारत जो हाम्रो एउटा मित्र हो, जसकोसँग हामी चाहिँ बोर्डर खुला छ, जहाँ जनतामा भाइचारा छ, त्यसको चाहिँ उन्नति होस्, विकास होस् र भारत र नेपालको सम्बन्ध अझ अमर रहोस्। हामीले पनि यसबाट फाइदा उठाउँ, हाम्रो मित्रता अझ गाढा होस्। हजुर, हस् त, धेरै धेरै धन्यवाद। तपाईँलाई पनि धन्यवाद। हम अपने से माफी मांगे छी सब जनता सबसे हाथ जोड़कर, क्या कि हम मैथिली नहीं बजलौं से किया कि लेकिन हमरा बहुत तकलीफ लाग रहल छी। पिछला बार जे अपने से गप केलौं ना तो बहुत लोग कहलकै कि अपने मैथिली बजली, हम सब बुझबे नहीं केलौं काठमांडू में। तब तै द्वारे अखन हम नेपाली में बजलौं कि ताकि सब आदमी, देश भर के आदमी सब बुझे आ समझे कि हमर भारत नेपाल के संबंध की छै, कथी जरूरी छै, कथी जरूरी नहीं छै, कथी सब ठीक भ रहल छै, बेठीक भ रहल छै, एकर ज्ञान होनाइ जरूरी। तै द्वारे हम नेपाली में बजली कि ताकि सब लोग बुझे। अन्यथा मैथिली आ भोजपुरी में बाजल से बढ़िया हमरा कुछो नहीं लगैया। तो सबके धन्यवाद दै छी। अगर फिर एक बार हाथ जोड़ के माफी मांगे छै कि हम मैथिली में नहीं बजलौं। एकर कारण छलिए कि देश भर जनता एकरा बात के बुझो। अहाँ के बहुत धन्यवाद, अहाँ के टीवी के धन्यवाद कि जनता में बात पहुंचे, जनता में समझदारी आवे, हमर सबके संबंध अच्छा हुए। धन्यवाद। दर्शकवृन्द, ओ छलैथ डॉक्टर रामभक्त पीवी ठाकुर, पूर्व राजदूत। आइ हुनका सब बातचीत करै छलिए कि नेपाल आ भारत के संबंध केहन छै, ई संबंध के और प्रगाढ़ बढ़ावा की करबाक चाही, तहिना समसामयिक राजनीतिक विषय में हुनका सब बातचीत करै छलिए। बेस्त नमस्कार।